नमस्ते साथीहरू, आजको भ्लगमा स्वागत छ। जोजोलपा नबसेवल तसिदेले कपुलो च्यानलमा कोही नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला, कमेन्ट गरिदिनु होला, माया गरिदिनु होला है साथीहरू, हेर्दै गर्नु होला। के रहेछ अरे नानी? आमा पूजा गर्दै हुनुहुन्छ, बाबा यहाँ हुनुहुन्छ साथीहरू। ल मेरो आमाले यहाँनिरै पूजा गर्ने पूजा थान बनाउनु भएको छ। यता हाम्रो पितृ थान, गुरुदेवको फोटो पूजाको पूजामा व्यस्त हुनुहुन्छ। यहाँ बाबा चाहिँ बिस्कुट र दुध के गरी पठायो छोरी? ल कान्छोले लुगा मिलाउँदैछ। यो हाम्रो घरै साथीहरू, यो सानो घर। यहाँ छोरीलाई हिजो ल्याएर आएको, झापा गएर उसको कलेज झापामा। ल है के हेर्नु? ए अहिले हो कि हिजोको हो यो? कहाँ यहाँ बजारेको त छैन, हिजोको हौ। साथीहरू हेर्नुहोस्, मेरो दिदी आउनु भएको छ आज। हामी दसैँ मनाउनु जम्बू फ्यामिली भएको छौँ आज। सबैलाई बडा दसैँको मङ्गलमय शुभकामना। सुस्वस्थ रहनु होला, दीर्घायु रहनु होला। यस 2082 सालको बडा दसैँ चाहिँ एकदम सुख शान्तिले बित्योस्। सबैलाई मेरो धेरै धेरै शुभकामना, हृदयदेखि नै शुभकामना छ। माता रानीले, नौ दुर्गा भवानीले सधैँ रक्षा गरून् है भन्न चाहन्छु। धन्यवाद सबैलाई। थ्याङ्क यू भेरी मच। मेरो दिदीले चाहिँ यहाँ मुढामा निगुरो राख्नु भएको छ। यो चाहिँ पहाडी निगुरो हो, त्यो लाउनु भएको छ। यो अब मिठो हुन्छ होइन। यता हेर्नुहोस् त, नलजाइकन यता। ल यो के हो? साग झाङराङ झुङरुङ। यहाँ हेर्नु त, यहाँ भान्जो धेरै वर्षपछि, 7-8 वर्षपछि हाम्रो भेट भएको छ। एकदम हामी ह्याप्पी छौँ। अब दसैँ सेलिब्रेट गर्छौँ होइन। सब्सक्राइब चाहिँ गरिदिनु होला च्यानलको लागि। भान्जो मामा भन्दा दिदी चालाई सिकाउने अरे। होइन सिकाउनु हुँदैन, तल लानु भएन नि त। अनि यता बरु माथि गयो भने त। अनि तल लाँदैन। जन्तुको डाँडा पनि यहाँबाट मजाले देखिन्छ। ल यहाँ दिदी भाइ, दिदीलाई सिकाएको त्यही हो त। उता काट। दिदीलाई भाइले ड्राइभिङ सिकाउँदैछ। भाइले दिदीलाई उल्टो भन्नु। ए भाइले चाहिँ दिदीलाई सिकाउँदैछ ड्राइभिङ। दिदी चाहिँ अलि डराइरहेछ। ल यस्तै छ साथीहरू। तपाईँले पनि सिक्नु भएको थियो? सिकेको हो काठमाडौँमा। अन्त के भयो त? ग्याप भयो? ट्रेनिङ के भन्छ? ट्रेनिङ सेन्टरमा। ट्रेनिङ सेन्टरमा सिकेको। अब अहिले चाहिँ खै अलिअलि आउँछ कि पछि। अब छोडी होइन, छोडियो भान्जो भइयो। के छ अन्त? भयो म त
कहाँसम्म गयो हो ल अब 1-2 दिन अब यो डेली गरेपछि प्र्याक्टिस भइहाल्छ त ल छोरीले आज पहिलोचोटि हो ल त्यसो भए दोस्रोचोटि भएको छ स्ट्रिङमा हात लिएको कस्तो लाग्यो त डरायो भने त अन्त कहाँ हुन्छ त मैले पनि डराउनु हुँदैन छोरी नडराउने एकदम ब्रेभ भएर यसो सम्झेर कुदाउनुपर्छ अब भोलि म सिकाउँछु तिमीलाई भोलि चाहिँ म छोरीलाई ड्राइभिङ सिकाउँछु ओ इस्कुस पनि फलिसकेको छ इस्कुस पनि फलिसकेछ हाम्रो घरमा यहाँ देख्दै हुनुहुन्छ यो चिल्लो चिल्लो इस्कुस चाहिँ यो इस्कुस चाहिँ साह्रै मिठो हुन्छ आलु जस्तै के भयो के खाम ल भाइ चिया बनाऊ त भाइले चिया बनाउँछ मलाई चिया चाहिँ त्यो चिनी नहाल है बनाइदिन्छु ल यहाँ लिएर आयो बाहिरबाट ए लु हुन्छ यहाँ मैले छैन दादा घरे मैले एउटा खाइदिएको तल यहाँ खोलेर दिन्छु ल यहाँ चाहिँ हाम्रो घरको पिल्लर यहाँ बाबा हुनुहुन्छ बाबाको ब्रेकफास्ट हुँदैछ यहाँ चाहिँ सेकेन्ड पिल्लर आमा हुनुहुन्छ है त्यो पछि म भए दिदी हुनुहुन्छ अब हाम्रो यहाँनिर यो जगहरू अब अर्को एक्स्ट्रा मेरो छोरी ए भाइ भान्जा माथि गएको छ भान्जा र दिदी हामी अहिले फ्यामिली प्याक यहाँ चाहिँ मेरो गृह मन्त्रालय श्रीमती अब म चाहिँ सचिव गृह सचिव के अरे यस्तो भन्छ खै भाइ यो कसलाई भाइलाई कि मलाई चिया हाम्रो यो भाँडा धुने ठाउँमा चाहिँ एउटा भाले मुङ्रो भन्छौँ हामी नेपालीमा तर एउटा लिजार्ड एउटा छेपारोको प्रजाति हो यहाँ पसेछ बिचरा यहाँबाट निस्किन सकिरहेको छैन होइन अब हामी यसलाई रेस्क्यु गर्दैछौँ यहाँबाट फेरि आन्दोलन हुन्छ अरे ओहो दसैँपछि आन्दोलन हुने सम्भावना हामी देख्दैछौँ यो मोबाइलले सबैलाई व्यस्त बनाएको छ है साथीहरू यहाँ 1 2 3 देख्छ है साथीहरू यो मोबाइल भन्ने एनिमेट गरेको होइन लेउ कोटाउँदैछौँ छोरीले भाइले मैले है घरको वरिपरि सरसफाइ हुँदैछ ल भोलि मिलाउनु पर्छ र है रङ चाहिँ सबै बटाको मिक्स गर्नुपर्छ क्या पापाले भन्नुभएको सफा भयो होइन छोरी ल हामी व्यस्त छौँ साथीहरू सरसफाइ हुँदैछ पानी ल्याइदिनु न टाइल्समा
सफा गर्ने कार्यक्रम छोरीले सफा गरिसक्ने अवस्था छ। दाउरा बोकेर आएको आमा ल ल भाइले होइन मेरो हातले हो। भाँच्यो ब्रस पनि ल बिहामा ल सुबदानी जान्छ त दुईजना जाऊ तिमीहरू पछाउनु हुँदैन ठुलो मान्छेहरू हिँडेको बेलामा। हो र ल हाल्नुभयो पानी ल के खाएको तिमीले दही चिउरा दही चिउरा के खाएको केटी दही चिउरा भात खाएर पनि दही चिउरा बजाइदिएको भात खाएर पनि दही चिउरा है दुध दही घिउ खाएरै हुर्केको त मेरो बुढी त कहाँ त्यसरी खाएर आएको हो त आमा यहीँ आएर खाएको यहीँ काम पनि यहीँ गर्नुपर्छ दलिलो पनि यहीँ गर्छ अनि खानु पनि त पर्यो कसले भन्यो त्यो टिकटकमा माइली बुहारीले ए अनि मासु पनि कम्ती लिएर बसेर हाम्रो खाना खाइयो पानी पर्नु थाल्यो पानी पर्दैछ। आज घरको वरिपरिको परिदृश्यहरू कस्तो लाग्यो साथीहरू लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। अब आउँदो भिडियोमा भेट्नेछु। ह्याप्पी दसैँ। थ्याङ्क यू भेरी मच।